Hello and good morning everyone. Welcome to my new vlog. आज हामी जाँदैछौँ दिउँसै अरिङ्गलको गोलो पोल्न अरिङ्गल गोलो रे फेरि अरिङ्गल पोल्न पुरा हामी रेडीका साथ पोल्न सक्यो भने सक्यो सकेन नि रुखै ढालिदिने बन्चर सहित हामी रेडी भएर जाँदैछौँ हाम्रो मेन भाइलसुलीमा जाँदैछ फेरि अगाडि अझै हिँडिसकेन पछि लटर पटर दिउँसै पोलिन लाग्यो कस्तो हुन्छ अब भरे अनुहार पो फुलिने हो कि थाहा त छैन त्यो पनि ट्राई गरौँ लेट्स सी के हुन्छ अब हाम्रो चाहिँ आइपुग्यो डेस्टिनेसन यही बिहे भएको हो भाइलसुली जाँदैछ म चाहिँ यहाँ रेडी भइसक्यो अब पन्जा सन्जा लाउनु पऱ्यो पन्जा लाएर चोर जस्तो देखाएर लुड्न जस्तो बक्खु उडेर जानु पऱ्यो त्यहाँ मटाउँदैन के नि किराले फेरि बक्खु नै फेरि कपाल लाउनु पऱ्यो नि फाइदै छ फेरि कपालले भित्र त गर्दैन ल्याउने माउ कति धेरै छ भन्ने कुरो फेरि भुत त आइदिएला नि फेरि छोड्यो रिक्सा खोइ त भयो सुन्छ गरौँ यहाँ तल आगो लगाइदिने बाहिरबाट आएको चाहिँ मार्नु है बाहिरबाट फरेर आएकोमा हुन्छ नि त्यसलाई साउला नै मार भित्र चाहिँ उकालो पोलिँदै हेर कसरी हाल्नु त यार भ्याए भने गरेर आगो हाल्नु आगो पन्जा लाएन नि त रेडी त भइसक्यो माउ चाहिँ छैन हेरौँ त कहाँ निस्यो एउटा बाहिर त्यो बाहिर मुखमा बसेको छैन हेर हाम्रो पुलिस हाम्रो सोल्टीको कम्बो स्टार्ट हुँदैछ आयो या धन्न मैले टोकेन आज यार भमरा होइन यो हाइग्यो रे पियाली खै डराएर धन्न भ्याँ गरेर आएको त सुरुमा यार हाम्रो सोल्टीको कम्बो स्टार्ट हुँदैछ सोल्टी नौवटा देशको कम्बो हो कम्बो माउहरू मर्यो मलाई के भने खबर धन्न मार्दैन मलाई तरेल छिक्यो सबै माउहरू अहिले देखाउँछ माउहरू सब खलास सबै के भन्यो माउहरू रन्डी गर्नु पछाडि आइयो माउहरू अझै निस्किँदा निस्क्यो सक्यो अब अझ सक्यो नि लट्ठ्या आयो कि माउहरू
यसको गोड त कता भयो भित्र होला देख्यो यही छ धुवाले देखाएन लु यत्रो दुलोमा यार उयो पनि छु रानी मेन रानी आएर देखिन्छ है यहाँसम्म त केमा त्यो अरे यसले भनेको हातमा यसमा सधैँ होइन यो यस्तो भनेको पिएलले भनेको बचाइदिन्छ भनेको ए लहरको टुप्पामा रानी रहेछ के हो मुरिस त नि बाँचिनस् सुनवालो जस्तो त हुँदैछ सक्यो निस्या आगोमा झरेपछि त के सक्यो अब त यत्रो निस्क्यो माउ है आज दाउरा काटिने गएको देखेको यार खोइ त्यही भएर जाने त्यही थोरै थोरै गएर जाने है यो त लिएर जानुपर्ने होला नि के यो निकाल्न सक्छ त अब यो अब बन्द गरेर लानु अब मार्नु अब पनि भने एकछिन पाल्नु फेरि अहिले आउँछ कि लास्टमा फेरि अब हातले मार्न सक्यो कुन त आयो नबाट त्यसको कम्फर्ट ओइ भन्दा ओइ निस्क्यो फेरि निस्किन अब त सक्यो माउ बोलेन बोलेन ओइ ओइ कति 3 तले छ कि हो माथि छ नि 6 सुल्टी माल यार हो यहाँ बाल्नु त बच्चारै हो खुद त मैले फस्या अझै माथि छ कि मगालै घुसारिदिनु न भित्र अर्की अर्की गरिन्छ नि रुख जस्तो नि हालिदिनु नि 6 सुल्टी है बचार त छ खाली खाली पनि रहन्छ यार मेरो जुत्ता पुले क्या हो आगोले ए तल तल चाहिँ रहेछ मार सिँगै झिक्नै पाएन नि निकाल्ने फेरि हाम्रो माल सुल्टियो फेरि ओइ 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 त्यहाँ छ यता यता गयो यार बच्चा त लगभग छ क्या यो सिँगै झिक्न नपाएर हो क्या त्यसले सानो भयो भने यो रुख यत्रो कुकुरले चिरिएन हिँड्नै सकिन्न त्यो भए बच्चा माउले अझै रक्षा गरेर आयो कहाँ गयो माउले कहाँ गयो माउले अझै रक्षा गरेर पुग्यो बिचरा माउले अझै के भइसक्यो कोही त दुलो छ यार ओहो के आगे जिते सुल्यो डाइरेक्ट आधा हाल्दा यार आयो छैन माल माल त छैन क्या ए सब पोलिएछ लास्ट रहेछ पोलिएको नि हाम्रो माल निस्क्यो यहाँ लटर पटर सबै कोही छँदै छैन त कोहीमा चाहिँ छ भित्र हुँदो रहेछ यिनीहरूको त लटर पटर रहेछ खासै त नरहेछ खल्लास सक्यो एक पाथी निस्क्यो अब हाम्रो बिचारो बहिनीजीलाई लिएर आएको मैले यार बहिनीजीलाई सब बस्दै पालिसकेँ मैले बजार खोइ दाउरा कहाँको ल्याउँदा अब यति लाने हो जाने मासु छोरी बनाएर जर्सी को जर्सी तपाईँ घर रहेछ नि त तपाईँ टी सर्ट ल्याएन छोडा न यो मलाई के लाउनु त
अब न के फिस्टी चरा माछा तेरो टी-सर्ट छैन यो मुगा क्लबको जर्सी तल लाएर के भयो त नि केही नि न बुझ्ने भने त्यस्तो गरेर त बत्तल क्याएन त काका खोइ यहाँ थोडा अर्कै मुजी त माल्दै गएर आनु मैले ल्याइदिएको थिएँ त यार आउन के म त कहाँ ल्याउने भाग्यो र नि धन्न म त फार्म फालिदिएको सबै त पुर्दैन मौनी है आज हाम्रो दिनभरिको मेहनतको फल लभली 4-5 पिस तर उस्तो ठुलो त ठुलो हुँदो रहेछ उल्टे है सेम अरिजिनलै हुन्छ यिनीहरू गोल्डको कभर भयो यो त किरै हो यो खोइ त्यता यता यो अरिजिनल किरा हो किरै जस्तो छ त यार अच्छा कोही त सबै धोएर सफाउनु पर्छ टिभी किरा हो कि ऊ हो त यो त छुट्टै छ त बच्चा हो यो त छुट्टै छ त अनि बाल छैन हो भागमा पर्छ कसको बिरोको वीर तर एउटा त उस्तै थियो कि माउनी थियो पोलिसकेको छ उल्टे सबै घोक्रै घोक्रो नि कुकरमा हाल्दियो तलको सालो किसिम इजरमा अच्छे से हुन्छ भाइ भाइ नाइस अटोमेटिक नाइस ऊ माइला रे त्यो गर्ने बेलामा पोलेर ल्याएर जा कुकम्यान आँखा लाग्छ नदेखा तिमीलाई सम्झेर